हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। यही मिति 2082 साल फागुन 21 गते हुन गएको चुनाव अवस्था भोलिको चुनाव भोट पक्कै त हाल्नुहुन्छ होला। त्यसपछि चुनावमा भोट दिने कि नदिने हजुरको चाहना। पत्र पत्रिका भरी ओरी श्रद्धाञ्जली ठडिन्छ तेरो शालिक टिक शहीद नाबालिक पत्रिका भरी ओरी श्रद्धाञ्जली ठडिन्छ तेरो शालिक। त्यसपछि दुर्गा प्रसादज्यूले भन्नुभएको कुरा सुनौँ है त। तपाईहरु चुनावमा नजानुहोस् र देश सिद्धिँदैछ। देश सिद्ध्याउने हो भने तपाईहरु जानुहोस्। साच्चै देश सिद्ध्याउने विचार छ भने गएर चुनावमा भोट हाल्नुहोस्। साच्चै भात खाने मान्छे छ भने नि भात खाने जनता हो भने भात नेपालीमा राम्ररी भन्छु भात खाने जनता हो भने यो पल्ट चुनावमा भोट हाल्न जाँदैन। फोटो पूर्णबहादुरसँगको फोटो लिक भएको मैले थाहा पाएँ। लिक भएको होइन त्यो आएको हो खिचेको हो। त्यसमा ढाँट्नुपर्ने एआई होइन। मेरो पर्सनल काममा मेरो पहिल्यै भेट हुँदाखेरि कुनै नेताको घरमा 2-2.5 वर्ष अगाडि कहिले हो भेट भएको त्यो 2.5 वर्ष जति भयो ती झर्दैन है। म हुन मात्रै सकेको छैन। मैले आज यो कुरा भन्नु पर्दाखेरि मेरो हृदय फुटेको छ कि नेपाल अब युक्रेनको बाटोमा जाँदैछ। के लोकतन्त्रमा बोल्न पाइँदैन? होइन लोकतन्त्रमा बोल्न पाइन्छ भनेर ल्याएको नि त हामीले। संविधानकोले स्पष्ट भनेको छ त मेरो राइट्स मैले भन्न सक्छु कि